आज हामी सँगै मिलेर दशैंको वास्तविक मर्म के हो त्यसको गहिराईमा पुग्ने कोसिस गरौँ है त। ल, सबैभन्दा पहिले त यो वर्षको कुरा गरिहालौं। टीकाको शुभ साइत असोज 16 गते बिहानको 11:55 यो त भयो अहिलेको कुरा, होइन? तर यो समयले हामीलाई वर्तमानसँग जोडे पनि यो पर्वको जरा भने नि निकै गहिरो छ। त्यसो भए एउटा प्रश्न सोच्न मन लाग्छ, आखिर के कुराले चाहिँ दशैंलाई नेपालको सबैभन्दा ठूलो, सबैभन्दा महत्त्वपूर्ण चाड बनाउँछ त? के यो रमाइलो गर्ने, पिङ खेल्ने, मासु खाने समय मात्रै हो, कि यसको पछाडि अझै गहिरो केही अर्थ छ? आउनुहोस् यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। अब दशैंलाई राम्ररी बुझ्नका लागि हामी यसलाई 4 फरक पाटाबाट हेर्नेछौँ। सुरुमा हामी यसको आस्थाको जरो कहाँसम्म फैलिएको छ त्यो हेर्छौं। त्यसपछि यसको इतिहास र परम्परालाई खोतल्नेछौं अनि हाम्रो संस्कृति र आफन्तसँगको सम्बन्धमा दशैंले खेल्ने भूमिकाबारे कुरा गर्नेछौं र अन्त्यमा यी सबै कुरालाई जोडेर दशैंको खास अर्थ के रहेछ भनेर बुझ्नेछौं। ल, सुरु गरौँ पहिलो खण्डबाट, आस्थाको गहिरो जरो। आखिर दशैंको मुटुमा के छ त? त्यो हो विश्वास, आस्था। यो पर्व खासमा भन्नुपर्दा एउटा जितको उत्सव हो, विजयको उत्सव। नाम नै हेरौँ न, विजया दशमी। यसको नाममै छ यसको पूरा कथा, विजयको 10औं दिन। यो दिनले हामीलाई के सम्झाउँछ भने जति नै शक्तिशाली किन नहोस्, असत्य, अन्याय र अधर्मको सधैँ हार हुन्छ र जित सधैँ सत्य, न्याय र धर्मकै हुन्छ। हो, यही नै हो दशैंको मूल सन्देश। अब यो विजयको कथा पनि एउटा होइन, दुईवटा शक्तिशाली पौराणिक कथाहरूसँग जोडिएको छ। एकातिर हामी देवी दुर्गाले महिषासुर जस्तो भयानक राक्षसलाई वध गरेको विजय उत्सव मनाउँछौं अनि अर्कोतिर यही दिनलाई भगवान रामले लङ्काका राजा दशटाउके रावणमाथि विजय हासिल गरेको दिनको रूपमा पनि लिइन्छ। हेर्नुस् त, कथाहरू फरक भए पनि सन्देश एउटै छ, दुष्टताको अन्त्य र शक्तिको सम्मान। यो आस्था र विश्वास यो हामीले घर घरमा कसरी मनाउँछौं त? सबैभन्दा पहिले घट स्थापनामा कलश राखेर जमरा छरिन्छ, होइन? त्यहीबाट दशैं सुरु भयो अनि 9 दिनसम्म नवदुर्गाको पूजा आजा, भजन कीर्तन चल्छ र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण क्षण मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने। यी सबै रीतिरिवाजहरूले हाम्रो गहिरो भक्ति र विश्वासलाई देखाउँछन्। ल, आस्थाको कुरा त भयो, अब लागौं दोस्रो पाटोतिर, इतिहास र परम्परा। यो खण्डले चाहिँ दशैंलाई हाम्रो राष्ट्रिय पहिचानसँग कसरी जोड्छ भन्ने कुरा देखाउँछ, खास गरी यसको राजकीय सम्बन्धले। पहिले दशैंको एउटा एकदमै महत्त्वपूर्ण पाटो राजदरबारसँग जोडिएको थियो। सोच्नुस् त, दरबारमा देवीको विशेष पूजाआजा हुन्थ्यो अनि राजाले आफ्ना जनतालाई, प्रजालाई टीका र जमरा लगाइदिन्थे। यो केवल एउटा रीति मात्र थिएन, यो त शासक र जनतालाई एउटै संस्कृतिमा बाँध्ने धागो थियो। यसले सिङ्गो राज्यमा एकताको सन्देश फैलाउँथ्यो। ओके, धर्म र इतिहासको कुरा भयो। अब पालो दशैंको त्यो पाटोको जसले हामी सबैको मन छुन्छ। त्यो हो संस्कृति र आफन्तसँगको सम्बन्धको उत्सव, यसको मानवीय पक्ष। दशैंको सबैभन्दा सुन्दर पक्ष के हो भन्दा सायद यही हो, घर फर्काई। पढाइले होस् या कामले देश विदेश जहाँसुकै छरिएर बसेका किन नहुन्, परिवारका सदस्यहरू, आफन्तहरू सबै यही बेला एकै ठाउँमा जम्मा हुन्छन्। कति रमाइलो हुन्छ होला त्यो क्षण। यो भेटघाटले हाम्रो सम्बन्धको डोरीलाई झनै न्यानो र बलियो बनाउँछ। अनि जब सबैजना एकै ठाउँमा जम्मा हुन्छन् तब सुरु हुन्छ असली उत्सव। आकाशमा मच्चिने त्यो लिङ्गे पिङ, गाउँठाउँमा लाग्ने मेला पर्वको भिड अनि गुन्जिरहने लोकगीत र नाच, अझ घरमा पाक्ने ती मिठा मिठा परिकारहरू, यी सबै कुरा अनि त्यसमाथि नयाँ लुगा लगाउँदाको त्यो चमक, हो यी सबै मिलेर दशैंको माहौललाई साँच्चीकै जीवन्त बनाइदिन्छन्। ल, हामीले धर्म, इतिहास र संस्कृतिलाई छुट्टा छुट्टै हेर्यौं, होइन त? अब यी सबैलाई एकै ठाउँमा ल्याएर हेरौं र बुझौं दशैंको वास्तविक सार आखिर के रहेछ। यो एउटै वाक्यले सायद दशैंको सम्पूर्ण मर्मलाई समेट्छ। विजया दशमी भनेको केवल एउटा धार्मिक पर्व मात्रै होइन, यो त असत्यमाथि सत्यको विजयको प्रतीक हो, पारिवारिक एकताको आधार हो, सामाजिक सद्भावको सन्देश हो र हाम्रो साझा राष्ट्रिय पहिचानको उत्सव हो। यी सबै कुराको सङ्गम हो दशैं। अन्तमा एउटा प्रश्न सोच्दै यो कुराकानीलाई बिट मारौं। एउटै चाडले कसरी यति धेरै कुराहरूलाई, गहिरो आस्था, ऐतिहासिक परम्परा अनि हाम्रो जीवन्त संस्कृतिलाई एउटै सुन्दर धागोमा उनेर राख्न सक्छ?
सोच्नुस् त, सायद यही नै हो दशैंको महानता।